Welcome back to the class. So today we will learn to read a prayer. The main objective of this video is to make you able to read religious texts, and after reading it you would like to know what it means, so I will explain it at the same time. So यो पढ्नु सिकाउनु लागिरहेको छु र यसको उद्देश्य चाहिँ पछि तपाईं पुस्तक पढ्न सकोस् भन्ने विचारले मैले यो भिडियो अपलोड गर्दै छु र यहाँ चाहिँ त्यसरी पढ्नुपर्छ। राम्ररी सुन्नुहोस्, नसक्ने केही छैन त्यसमा। यो भिडियोलाई एकचोटि हैन 4-5 जति बेसी पढ्छ उति राम्रो। So let's start. Sa da 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 kiku di ka dik pa dikpa. Dikpa in Christianity is sin, and in Buddhism is explained as misdeed. So basically it's sin, misdeed. In Christianity it is the word sin. Sa da 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 kiku di ga dik pa dikpa, pap. Pap जस्तै पुण्यको अपोजिट पाप। सा da 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 kiku di ga dik pa cha kiku chi ya nga yang ma kiku mi ba yata ja। बा यता जहिले पनि बा यता जा भनेर पढ्ने। बा यता जा शा खिकु शी nga sing। So how do you read this? Dikpa chi yang mi cha sing। In English, if this is the word sin, then the verb is commit. So do not commit. This is negative. Do not commit any kind of sin। नेपालीमा चियाङ कुनै प्रकारको पाप न गर्नु र दिस वर्क्स एज कमा। कमा जस्तै काम गर्छ, नेपालीमा र भन्नु मिल्छ। सो कुनै प्रकारको पाप न गर्नु र। Do not commit any kind of sin, comma। Dao ga dingbo ge wa gewa, merit, opposite of sin, merit। नेपालीमा पुण्य, पुण्य। दार्जिलिङको बासिन्दाहरूले चाहिँ भोलि उसको गेवा छ भन्ने शब्द चाहिँ यहाँदेखिको आउँदैछ। पुण्य, पुण्यको काम। भोलि उसको गेवा छ भन्ने जुन चाहिँ शब्द चाहिँ हामीले भन्ने गर्छौँ, यो चाहिँ यहाँदेखिको आउँदैछ। पुण्य, गेवा। फा शब्जु फु ना फुन सा शब्जु सु मा सुम चा नारु छो गा सा चोक pa। All this syllable is one word। Punsum chokpa is well endowed, well endowed। The word well endowed। नेपालीमा पुण्य सर्वसम्पन्न, सर्वसम्पन्न, यहाँसम्म सर्वसम्पन्न
bao ga yata gya gya kiku gi sa gi means do. So this works as a verb. So do well endowed merit meaning physically, verbally, from your heart, from any, like by giving generosity or saying some soft word to someone, or giving alms and thinking good. So नेपालीमा के भयो, पुण्य चाहिँ तन मन वचन को द्वारा गर्नु। फुन्सुम सोक्पा मान्ने मुखले मात्रै नभनेर मनमा पनि त्यस भनेको जस्तै मनमा हुनु पर्यो र त्यसरी गर्नु पर्छ। सो यसरी भन्दा पनि हुन्छ, पूर्ण रूपले पुण्य कमाउनु भन्नु मिल्छ। टेक्निकली यो चाहिँ गर्नु भनेर लेखिएको छ। सो आफ्नै हातले कसैलाई मद्दत गर्नु, कि त राम्रो शब्द कसैलाई एडभाइस दिने, मन राम्रो हुनु, त्यो सबै गर्नु, पूर्ण रूपले गर्नु। सो in English, earn merit physically, verbally, and from your heart. Ra nga rang ga kikugi. Rangi is once. It can be you, it can be me, it can be anyone. So afnai नेपालीमा आफ्नै, आफ्नो, sa dengbo se ma sa sem is mind, one's mind. नेपालीमा आफ्नो मन, ना खिकुनी चाहिँ, आफ्नो मन चाहिँ। So in English, ni, regarding one's mind. Ya naro yo nga sa yong sa setusu, completely, पूर्ण रूपले। नेपालीमा पूर्ण रूपले आओ दा सब्चु दु ला दुल माने काबुमा ल्याउनु, आफ्नो मनलाई काबुमा ल्याउनु, कि त आफ्नो मनलाई पूर्ण रूपले बसमा ल्याउनु। तृष्णा, घृणा, आज्ञानता, ईर्षा, घमण्डको द्वारा केही नगर्नु, आफ्नो मनलाई पूर्ण रूपले बसमा राख्नु, काबुमा ल्याउनु। So in English, tame one's mind completely. Tame one's mind completely. Tha dengbo te na kikudni, te ni नेपालीमा त्यो चाहिँ। In English, concerning that means what was mentioned earlier. Concerning that, sa nga sa sang ra kata ga yata gya sa ge, Buddha, Sangye, Buddha. Teni Sangye bao sa ta na ten pa ya kiku yi na yin. Concerning what is mentioned above is Buddha's doctrine, Buddha's teaching. त्यो चाहिँ बुद्धको धर्म हो।
त्यो चाहिँ बुद्धले देखाउनु भएको हो, हामीलाई मार्गदर्शक देखाउनु भएको हो। भन्नु मतलब चाहिँ बुद्ध धर्म भनेको चाहिँ कस्तो हो भन्दाखेरि धर्म अभ्यास गर्दैछु भन्नु मतलब आफ्नो मनलाई पूर्ण रूपले बसमा ल्याउनु र तन मन वचनको द्वारा पुण्य कमाउने चाहिँ बुद्ध धर्म हो भनेर चाहिँ यहाँ यसरी बताउनु भएको छ। र तपाईहरु यो फुर्सद हुनेहरूले पुस्तक पढ्नु सिक्नुहोस्। पैसा जरुरी पर्छ, तर पैसा मात्रै हुनुपर्छ भन्ने केही छैन। पैसासँगै दया माया रीतिरिवाज आफ्नो अस्तित्व त्योहरू सँगसँगै लानुपर्छ। मोडर्न एजुकेसनको सँगसँगै आफ्नो धर्म रीतिरिवाज भाषा त्योहरू सबै सँगसँगै लान पायो भने चाहिँ अनि सुख पाउँछ भन्ने कुरा चाहिँ यस्तै मैले चाहिँ यस्तै बुझ्दैछु। र फेरि म एकचोटि पढ्दैछु र तपाईहरु यो धर्म त तपाईहरुले अब सब्जेक्टहरु गर्नुहुन्छ के गर्नुहुन्छ, तर बुद्धिज्मको खास अर्थ चाहिँ आफ्नै मनलाई बसमा ल्याउनु चाहिँ बुद्धिज्म हो। पूर्ण रूपले तन मन वचनदेखिको पुण्यको काम गर्नु चाहिँ बुद्ध धर्म हो। पाप नगर्नु भनेको बुद्ध धर्म हो भनेर मैले चाहिँ यसरी बुझिरहेको छु। र फेरि एकचोटि पढौँ। सा द द द द खिकु दि गा दिक पा चा खिकु ची या nga yang ma खिकु मी ba yata ja sha खिकु शी nga सिंग दाओ गा टेंगबो गे वा फा शब्जु फु ना फुन फुन। यो उच्चारण गर्नु चाहिँ इंग्लिश बोल्ने र नेपाली बोल्नेलाई अलिकति साह्रो परेर जान्छ। फा शब्जु फु ना फुन, सा शब्जु सु मा सुम, छा नारो छो गा सा छोक, पा पाओ गा यता ग्या ग्या खिकु गी सा गी, रा nga रंग गा खिकु गी, सा टेंगबो से मा सा सेम, ना खिकु नी, या नारो यो nga सा योंग, सा शब्जु सु हाओ दा शब्जु दु ला दिल। यो पनि नेपाली बोल्नेलाई अलिकति उच्चारण गर्नु साह्रो पर्छ। हाओ दा शब्जु दु ला दिल दिल। यो उच्चारण चाहिँ यसलाई उम्लाट भन्ने गर्छ। यो जर्मन र फ्रेन्च बोल्नेहरूलाई चाहिँ यो उच्चारण गर्नुमा कुनै समस्या आउँदैन, किनभने उनीहरूको भाषामा यो उच्चारण छ। हाओ दा शब्जु दु ला दिल दिल, दा टेंगबो दे ना खिकु नी, सा nga सा संग, ra kata ga ga yata gya sa ge, bao sa ta 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 na ten, pa ya kiku yi na yin. Dikpa chiyang micha sing, gewa punsum chokpa gi, rangi semni yongsu til, teni sangye tenpa yin. Dikpa chiyang micha sing, gewa punsum chokpa gi, rangi semni yongsu dul, teni sangye tenpa yin. So आफ्नो मनलाई बसमा ल्याउनु चाहिँ बुद्धिज्म हो। बुद्धिज्म माने त्यहाँ छेसम्ममा 10 रुपैयाँ चढायो अन्त 1 लाख माग्नु त्यस्तो चाहिँ बुद्धिज्ममा होइन भनेको जस्तै मैले सुनिरहेको छु। अनि
सो एकचोटि फेरि म पढ्दैछु दिग्बा चियाङ मिचा सिङ गेवा पिन्सुङ छोपा कि राङ्गी सेम्नी योङसु दुल तेनी साङ्गे तेन्पा यिन। सो आफ्नोमा परिवर्तन ल्याउनु चाहिँ बुद्ध धर्म हो, राम्रो काम गर्नु बुद्ध धर्म हो। त्यहाँ धर्मदेखि मैले के पाउँछु भन्ने अभ्यास गर्ने चाहिँ होइन रहेछ भनेर मैले त्यसरी बुझिरहेछु र तपाईँहरूले यो बिस्तारै पुस्तक पढ्न सक्ने आशा राख्दै म आजको यो भिडियो समाप्त गर्नेछु। धन्यवाद।